नेपाल सरकारको सबैभन्दा ठूलो वकिल को होला? कहिले सोच्नु भएको छ? यो एउटा यस्तो पद हो जसको शक्ति त धेरै छ, तर हामीमध्ये धेरैलाई यसको बारेमा राम्ररी थाहा नहुन सक्छ। आउनुहोस्, आज हामी नेपालको महान न्यायाधिवक्ताको भूमिका, काम र शक्तिलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। यो महत्त्वपूर्ण पदलाई बुझ्न हामी 5वटा कुरामा ध्यान दिनेछौँ। सुरुमा महान न्यायाधिवक्ता को हुन् र कसरी बन्छन्, त्यसपछि उहाँको काम चाहिँ के हो अनि उहाँसँग कस्ता विशेष अधिकारहरू हुन्छन्, यो कानुनी नेटवर्क देशैभरि कसरी फैलिएको छ र सबैभन्दा अन्त्यमा उहाँलाई कसले र कसरी जवाफदेही बनाउँछ। ल, यी सबै कुराहरू एक एक गर्दै हेरौँ है त। ल, त्यसो भए सुरु गरौँ एकदमै आधारभूत कुराबाट। आखिर महान्यायाधिवक्ता को हुन् र यो पदमा पुग्ने प्रक्रिया चाहिँ के हो त? सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने महान न्यायाधिवक्ता भनेको नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार हो। अझै सजिलो भाषामा भन्नुपर्दा उहाँ सरकारको नम्बर 1 वकिल हुनुहुन्छ। सरकारलाई कानुनी रूपमा के ठिक के बेठिक भनेर सल्लाह दिने मुख्य व्यक्ति नै उहाँ हो। अब उहाँको नियुक्ति प्रक्रियाको कुरा गरौँ, जुन एकदमै सिधा छ। पहिलो, प्रधानमन्त्रीले एउटा योग्य व्यक्तिको नाम सिफारिस गर्नुहुन्छ अनि दोस्रो, राष्ट्रपतिले त्यही व्यक्तिलाई महान न्यायाधिवक्तामा नियुक्त गर्नुहुन्छ। बस यति नै हो र उहाँ पदमा रहुन्जेल प्रधानमन्त्रीकै इच्छाअनुसार रहनुहुन्छ। तर यो पदमा जो पायो त्यही व्यक्ति पुग्न सक्दैन है। यसको लागि योग्यता निकै कडा छ। महान्यायाधिवक्ता बन्नलाई सर्वोच्च अदालतको न्यायाधीश बन्न सक्ने योग्यता चाहिन्छ। सोच्नुहोस् त, देशको सबैभन्दा माथिल्लो अदालतको न्यायाधीश बन्न सक्ने क्षमता भएको व्यक्ति। यसले नै यो पदको गरिमा कति छ भनेर देखाउँछ र यही महत्त्वलाई ध्यानमा राखेर उहाँको तलब र अन्य सुविधाहरू पनि सर्वोच्च अदालतको न्यायाधीशकै सरह हुन्छ। ल, नियुक्ति र योग्यताको कुरा त बुझियो। अब लागौं उहाँको कामतिर। महान न्यायाधिवक्ताले आखिर दिनदिनै गर्नुहुन्छ तरी के? उहाँका मुख्य कामहरू के हुन् त? पहिलो, सरकारलाई कानुनी सल्लाह दिने। दोस्रो, अदालतमा सरकारको पक्षबाट मुद्दा लड्ने। तेस्रो, सरकारको तर्फबाट कुनै मुद्दा चलाउने कि नचलाउने भनेर निर्णय गर्ने। यति मात्र होइन, उहाँ संसदमा गएर आफ्नो कानुनी राय दिन सक्नुहुन्छ अनि आवश्यक परेमा नेपालको कुनै पनि अदालत वा कार्यालयमा उपस्थित हुन पनि पाउनुहुन्छ। अघिल्लो बुदामा एउटा कुरा थियो नि, मुद्दा चलाउने कि नचलाउने भनेर निर्णय गर्ने। हो, यो अधिकार निकै महत्त्वपूर्ण छ, किनभने नेपाल सरकारको तर्फबाट कुनै मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार महान न्यायाधिवक्तासँग मात्रै हुन्छ। कल्पना गर्नुहोस् त, यो कति ठूलो शक्ति र जिम्मेवारी हो। ठिक छ, सल्लाह दिने र मुद्दा लड्ने काम त भयो, तर महान न्यायाधिवक्ताको काम यतिमा मात्रै सीमित छैन। उहाँलाई केही विशेष र शक्तिशाली अधिकारहरू पनि दिएको छ। के हुन् त ती अधिकारहरू? आउनुहोस् हेरौँ। उहाँसँग एउटा गजबको शक्ति छ। त्यो हो सर्वोच्च अदालतले दिएका आदेशहरू र व्याख्याहरू लागू भए कि भएनन् भनेर अनुगमन गर्ने। यसको मतलब के हो भने सर्वोच्च अदालतको फैसला खाली कागजमा मात्रै नरहोस्, व्यवहारमा पनि लागू होस् भनेर सुनिश्चित गर्ने जिम्मा पनि उहाँकै हो। यो एकदमै महत्त्वपूर्ण काम हो, होइन त? अनि अर्को अधिकार मानव अधिकारको संरक्षणसँग जोडिएको छ। मानिलिनुहोस्, हिरासतमा रहेको कुनै व्यक्तिमाथि अमानवीय व्यवहार भयो वा उसलाई परिवार र वकिलसँग भेट्न दिएन। हो, यस्तो अवस्थामा महान न्यायाधिवक्ताले आफै छानबिन गर्न वा गराउन सक्नुहुन्छ र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन सक्नुहुन्छ। यो नागरिकको अधिकार रक्षा गर्ने एउटा ठूलो संयन्त्र हो। त्यस्तै सरकार आफैले चलाएको कुनै मुद्दा फिर्ता लिनु पर्यो रे? यस्तो अवस्थामा सरकारले ल फिर्ता लिन्छु भनेर मात्रै हुँदैन, महान न्यायाधिवक्ताको राय अनिवार्य चाहिन्छ। किन होला? किनभने यसले एउटा चेक एन्ड ब्यालेन्सको काम गर्छ, ताकि कुनै पनि मुद्दा राजनीतिक वा अन्य कुनै कारणले जथाभावी फिर्ता नहोस्। अब महान न्यायाधिवक्ताले यो सबै काम एक्लै गर्ने होइन, उहाँको एउटा देशव्यापी नेटवर्क नै हुन्छ। यो कानुनी संरचना केन्द्रमा मात्र सीमित छैन, प्रदेश-प्रदेशसम्म फैलिएको छ। ल, अब यो नेटवर्कले कसरी काम गर्छ त्यो पनि बुझिहालौँ। हरेक 7वटा प्रदेशमा एक-एकजना मुख्य न्यायाधिवक्ता हुनुहुन्छ र उहाँहरू सबै महान्यायाधिवक्ताकै मातहतमा काम गर्नुहुन्छ। यसलाई यसरी बुझौँ, जसरी केन्द्रमा महान्यायाधिवक्ता संघीय सरकारको मुख्य वकिल हुनुहुन्छ, ठीक त्यसैगरी
प्रदेशमा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य वकिल हुनुहुन्छ। यो तालिकाले महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता बीचको फरकलाई अझै स्पष्ट पार्छ। हेर्नुस् त, महान्यायाधिवक्ता सङ्घीय सरकारको लागि हुनुहुन्छ भने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको लागि। नियुक्ति पनि फरक छ। महान्यायाधिवक्तालाई राष्ट्रपतिले र मुख्य न्यायाधिवक्तालाई प्रदेश प्रमुखले। योग्यतामा पनि फरक छ। महान्यायाधिवक्तालाई सर्वोच्चको न्यायाधीश बराबरको योग्यता चाहिन्छ भने मुख्य न्यायाधिवक्तालाई उच्च अदालतको न्यायाधीश बराबरको। र सबैभन्दा महत्त्वपूर्ण कुरा, मुख्य न्यायाधिवक्ताले महान्यायाधिवक्तालाई रिपोर्ट गर्नुपर्छ। यति धेरै शक्ति र अधिकारको कुरा गर्दा एउटा प्रश्न उठ्छ, जवाफदेहिता नि? महान्यायाधिवक्तालाई कसले जवाफदेही बनाउँछ? यसका लागि पनि केही व्यवस्थाहरू छन्। पहिलो कुरा त पद कसरी खाली हुन्छ भन्ने हो। यसका 3वटा अवस्थाहरू छन्। 1. उहाँले आफैले लिखित राजीनामा दिएमा। 2. प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पदबाट हटाएमा। वा 3. उहाँको निधन भएमा। अनि जवाफदेहिताको लागि सबैभन्दा महत्त्वपूर्ण संयन्त्र हो वार्षिक प्रतिवेदन। महान्यायाधिवक्ताले हरेक वर्ष आफूले गरेको कामको एउटा रिपोर्ट बनाएर राष्ट्रपतिलाई बुझाउनुपर्छ र त्यो रिपोर्ट राष्ट्रपतिबाट सङ्घीय संसदमा जान्छ। यसको मतलब उहाँको काम कारवाही सार्वजनिक निगरानीमा हुन्छ, सबैले हेर्न पाउँछन्। त्यो रिपोर्टभित्र के हुन्छ होला? त्यसमा वर्षभरिमा कतिवटा कानूनी सल्लाह दियो, सरकार जोडिएका मुद्दाहरूको अवस्था के छ, कानूनमा के सुधार गर्नुपर्छ भनेर दिएका सुझावहरू, अनि देशमा अपराधको ट्रेन्ड कस्तो छ भन्ने जस्ता कुराहरू सबै समेटिएको हुन्छ। एक किसिमले यो देशको कानूनी स्वास्थ्यको वार्षिक रिपोर्ट जस्तै हो। र अब अन्त्यमा एउटा गहिरो प्रश्न सोचेर यो चर्चालाई बीट मारौँ। एउटा यस्तो कार्यालय जसले एकातिर सरकारको वकिल भएर सरकारको बचाउ गर्नुपर्छ, अर्कोतिर त्यही सरकार लगायत सबैले कानून पालना गरे नगरेको पनि हेर्नुपर्छ। यो दुईवटा भूमिका बीच सन्तुलन कायम गर्न कति गाह्रो होला? हो, यही चुनौती नै महान्यायाधिवक्ताको पदको सबैभन्दा ठूलो महत्त्व र जटिलता हो।